आम्मै भाइ कहाँ लगेको हो गाईको रेखदेख गर्ने मालिक नि ल जाउँ हजुर अब जानु होला नि अब सँगसँगै जाउँ ल तल हिँड्नु नि मेरो गाइड हो नि अब नयाँ गाडी लिएको साह्रो पो छ हौ छड्के छ मेरो गाडी पनि यो चाहिँ हाम्रो बिहानै पिछेको हाम्रो नानाले चाहिँ गाईलाई चाहिँ उहाँले चाहिँ यसरी लान्छ है त जहिले पनि लु बस्दै गर ल म हिँडेँ अच्छा अब कुकुरको रमझम कहिलेसम्म हुन्छ रातभरि कराएको छ अब बाटो चाहिँ यस्तो छ हिँड्ने बाटो चाहिँ र अब चाहिँ कति सफा देख्दैछ पानी परेको गर्दा चिसो हो सरर हुने यहाँनिर कपास पनि रहेछ हौ आम्मालु कपास लु उहिले चाहिँ सोध्नु त खतरा हुन्थ्यो नि कपासहरू ड्याम्मै भइरहेछ यहाँनिर के छ त आम्मा लु कुकुरले तमासा देखाउँदैछ ल आम्मा लु अर्कोले चाहिँ उपद्रो गरेर बधाई खाइरहेछ दुईटा यहाँ खुल्ला एउटा घर छोडेर गएको छ तल्लो घरमा टेरेसमा कुदिहिँड्दैछ अर्को कुकुर चाहिँ सानो कुकुर चाहिँ त्यसलाई त्यहाँनिर मजा छ नि गाउँ बस्तीमा कुकुरलाई कति मजा हो एउटा घरमा बस्नु मन पर्यो भने पर्यो परेन भने अर्को घरमा गइहाल्छ सुन्तलाको हालत यस्तो छ हाम्रोतिर सबै हुँदै गरेको पनि सबै जान थाल्यो खै अब नानाले के भन्नु खोजेको बुझ्नु छैन आफ्नै उमा छ हाम्रो नानाको डेस्टिनेसन आइपुग्नु आँट्यो अब यहीँसम्म हो नानाको ल त एउटा भएको गाई देखेर नानालाई देखेर खुसी नानालाई देखेर एकदम खुसीमा ल नानाको डेस्टिनेसन आइपुग्यो गाईले देखेर खुसी भइरहेछ यहाँसम्म सानो कराउँदैन त्यो कुकुर त कत्रो ठुलो स्वर हो यो कुकुरको त यो रुम चाहिँ खाली छ है हाम्रो यो घर चाहिँ एकदम खाली हो रुमहरूमा एकदम खाली छ अब हाम्रो बुबुहरू सबै गान्तोक बस्नुहुन्छ त्यसले गर्दा सबै खाली छ ल त खाली छ अब चाहिँ लाग्दिउँ आहा ए ल हो ढिलो भएछ नि हो गाडी गइगयो नि 2 मिनट ढिलो भयो गाडी गइगयो 8:28 हुँदैछ भ्याउँथ्यो नि आज के छ त्यति छिटो हिँड बोको त ओके आइज यो दुईटा कुकुर चाहिँ जहिले म हिँडेपछि अगाडि उनीहरूले कसरी चाहिँ थाहा पाउँदो रहेछ हौ अगाडि गरेर टक हिँड्नु थालिहाल्छ मलाई परसम्म परिरहेको छ त्यहाँदेखि बेलुकी फेरि टक्कै गाडी रोकेर माथि हिँड्नु थालेपछि फेरि टक्कै आइपुगिहाल्छ लिनु हो कुकुरमा यति साह्रो फेथफुल क्या
उनीहरूकोमा हुन्छ यति साह्रो फेथफुल है यो जनावरहरू मध्येमा मान्छे भन्दा पनि फेथफुल लाग्छ कुकुर चाहिँ, त्यसले गर्दा एकदमै माया लाग्छ भनौँ न। अन्त चाहिँ हेर्नु न अब अगाडि 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 हो। यो वरिपरि चाहिँ अहिले चाहिँ मजुरहरू चाहिँ आम्मामामामा लु बिहान रातभरि पनि कराउँछ, दिनभरि यतातिर डुलिरहेको हुन्छ। आज चाहिँ कतातिर छ होला यो हजुर बुबु यहाँनिर वरिपरि मजुरहरू र यो जङ्गल त अब मजुरको त खानी भएको छ। यहाँदेखि भएर यतादेखि यहाँदेखि त टोटल मजुर, यहाँदेखि उता चाहिँ नाम्री जाने बाटो, यतातिर चाहिँ मजुर चाहिँ अब यतातिर बस्छ होला सायद। र मजुर चाहिँ हेर्नको लागि चाहिँ राम्रो, तर यति साह्रो राक्षस हुन्छ कि मजुर चाहिँ आमामा भन्नु सकिँदैन। जे भेट्यो त्यही खाइदिन्छ, मकै भेट्यो मकै, केराको गाभादेखि लिएर सबै खाइदिन्छ बारीमा हुने चिज चाहिँ। यहाँ हाम्रो साइली बुहारीको घर हो, हाम्रो छिमेकी भनौँ। यस्तै छ हाम्रो बस्तीको बाटोहरू। अघि अगाडिको फेरि म देखाउँदै जाउँला। ओके आमामा कोइली कत्रो रहेछ गयो। ओके नेक्स्ट भिडियोमा म फेरि अर्को केही समेट्दै ल्याउँला। आजलाई यतिमै नै।